र आजको भिडियोमा चाहिँ म तपाईहरुलाई युरोपमा पढ्न आइसकेपछि पढाइ सकिसकेपछि तपाईसँग के कस्ता अप्सनहरु बाँकी रहन्छन् भनेर छलफल गर्दै छु। अमेरिका अस्ट्रेलियामा जस्तो पढाइ सकिसकेपछि लामो समयसम्म बस्न मिल्दैन युरोपमा भनेर हामीले सुन्दै आएका छौं। र नेपालबाट हामी बाहिर जाँदाखेरि लगभग 80% मान्छेको चाहना चाहिँ के हुन्छ भने बाहिर नै सेटल हुने, नेपाल नफर्किने पढाइ सकिसकेपछि पनि। र यो भिडियो हेरिसकेपछि तपाईलाई मेन्टली प्रिपेयर हुनको लागि पनि एकदमै सजिलो हुन्छ कि युरोप गइसकेपछि मसँग पढाइ सकेपछि के अप्सनहरु छन् र त्यो अप्सनहरु मैले कसरी युटिलाइज गर्ने भनेर तपाईलाई एउटा राम्रो आइडिया हुन्छ। र अब लागौं आजको भिडियोतर्फ। नम्बर 1 अप्सन भनेको नेपाल फर्किने। र यो अप्सन भनेको चाहिँ धेरै जनाले सकेसम्म यस्तो चाहिँ नहोस् भनेर सोच्ने एउटा अप्सन हो। र ओभरअल हेर्ने हो भने पनि अस्ट्रेलिया अमेरिकामा पढिसकेपछि जति नेपाली आफ्नो देश नेपाल फर्किन्छन् त्यो भन्दा एकदमै धेरै युरोपमा पढिसकेपछि चाहिँ फर्किन्छन्। र यसको विभिन्न कारणहरु छन् जुन चाहिँ अहिले हामी कुरा गर्ने छौं। र अर्को एउटा हाम्रो सोचाइ के हुन्छ भने बाहिर युरोपमा पढिसकेर युरोपमै बस्न पाएन र नेपाल फर्किनु पर्यो भने त बर्बाद हुन्छ, नेपाल गएर के गर्ने भन्ने एउटा डर त्रास सधैँ लिएर बस्छौं। र यो चाहिँ नलिनु हुनुको लागि म सबैलाई आग्रह गर्छु। र युरोपमा पढ्न आएकाहरुसँग कुरा गर्दाखेरि जो चाहिँ नेपालबाट मेन्टली नै म युरोपमा पढ्छु र पढिसकेपछि नेपाल फर्किन्छु भनेर आएका छन् उनीहरुले चाहिँ एकाडेमिकली एकदमै राम्रो गरेका छन्। किनभने उनीहरुलाई चाहिँ अब यहाँ कसरी बस्ने, यो पढेपछि के गर्ने, यहाँ बस्न पाइएन भने के गर्ने भन्ने टेन्सन हुँदैन र आनन्दले फ्रीली फोकस भएर पढ्न पाउँछन्। त्यसले गर्दाखेरि उनीहरुले आफ्नो एकाडेमिक गोल चाहिँ धेरै जसोले अचिभ गर्छन्। तर जो चाहिँ अब युरोप छिर्ने हो त्यसपछि म नेपालै फर्किन्न भनेर जो आउँछन् उनीहरुलाई चाहिँ पढ्ने बेलादेखि नै स्ट्रेस हुन्छ। ओहो अब मैले पढाइ सक्न लागिसके, पढाइ सकेपछि काम पाएन भने के गर्ने भन्ने यस्ता खालका स्ट्रेसहरु एकदमै धेरै हुन्छ। र नेपालले फर्किनु परे पनि यो आकाशै खस्यो भन्ने खालको फिलिङ लिन पर्दैन। तपाईले विदेशमा आएर पढिसकेपछि त्यो नै एउटा नौलो अनुभव तपाईले बटुलेर जानुहुन्छ। युरोपबाट नेपाल फर्किएर पनि धेरै राम्रो गर्नेहरु धेरै जना हुनुहुन्छ। मैले अस्तिको भिडियोमा पनि मेन्सन गरेको थिएँ। र रिसेन्टली पनि एकजना दाइले कोरियामा मास्टर्स गरेर युएसमा पीएचडी गरेर फेरि युएसमै पोस्टडक गरेर नर्वे आएर नर्वेमा पोस्टडक गरेर अहिले नेपालमै म काम गर्छु भनेर नेपाल फर्किनु भएको छ। र यसरी फर्किने उदाहरणहरु पनि धेरै छन्। त्यसैले तपाई आफू फर्किन परे पनि ठीक छ अब मैले फर्किनु पर्यो म नेपालै गएर केही गर्छु भन्ने सोच लिएर चाहिँ बस्नु होला। र युरोपमा आएर पढाइ सकिसकेपछि अर्को दोस्रो अप्सन भनेको वर्क परमिट लिने। र यो वर्क परमिटलाई चाहिँ मैले तीनवटा क्याटेगोरीमा बाँडेको छु। सबभन्दा पहिला भनेको डिग्री रिलेभेन्ट वर्क परमिट। र यो चाहिँ सबैभन्दा गाह्रो पाटो नै हो। तपाईले पढाइ सकिसकेपछि आफ्नो मास्टर्स अथवा ब्याचलर रिलेटेड जब पाउनको लागि युरोपमा भाषाको कारणले गर्दाखेरि एकदमै गाह्रो छ। र यो पनि फेरि सबैभन्दा बेस्ट अप्सन हो र सबैको सपना पनि यही हुन्छ कि पढाइ सकिने बित्तिकै मैले डिग्री रिलेभेन्ट जब पाऊँ भन्ने। र मेरो आफ्नो अब्जर्भेसनको आधारमा भन्नु पर्दाखेरि चाहिँ करिब अराउन्ड 10 देखि 15-20% मान्छेले मात्रै आफ्नो मास्टर सकिने बित्तिकै त्यही डिग्री रिलेभेन्ट जब गरेका छन् यहाँ। र यो चाहिँ कुनै रिसर्चको आधारमा भन्दा पनि मैले आफ्नो अब्जर्भेसनको आधारमा भनेको हुँ। आईटी सेक्टरमा हेर्ने हो भने चाहिँ धेरै जनाले पढाइ सकिसकेपछि जब पाउने देखिएको छ। तर त्यो भन्दा बाहेकको फिल्डहरुमा चाहिँ एकदमै गाह्रो छ। र सबैभन्दा ठूलो यो डिग्री रिलेभेन्ट जब पाउनको लागि ब्यारियर भनेको ल्याङ्ग्वेज नै हो। त्यसैगरी तपाईले डिग्री रिलेभेन्ट जब मात्र पाएर पनि तपाईको स्टे लम्बिदैन। त्यसको लागि तपाईको जबले चाहिँ हरेक देशमा तोकिएको हुन्छ स्यालेरी यति हुनुपर्छ भनेर त्यो स्यालेरी तिर्नुपर्छ। जस्तो नर्वेमा हेर्ने हो भने वर्षको 4,26,000 अराउन्ड छ नर्वेजियन क्रोनर। त्यो भन्दा कम स्यालेरी भयो भने तपाईले स्किल जब पाए पनि तपाई बस्न पाउनुहुन्न। र यसरी तपाईले स्किल जब पाइसकेपछि केही वर्ष काम गरिसकेपछि देश अनुसारको रिक्वायरमेन्ट छ तपाईले पर्मानेन्ट रेजिडेन्सी पनि अप्लाई गर्न सक्नुहुन्छ। नर्वेमा यो रिक्वायरमेन्ट 3 वर्ष छ। त्यसैगरी स्विडेनमा करिब अराउन्ड 4 वर्ष छ यो रिक्वायरमेन्ट। र यसै फरक देशमा फरक रिक्वायरमेन्टहरु छ। र दोस्रो अप्सन भनेको फ्रीलान्सिङ। यो चाहिँ मैले अहिलेसम्म नेपालीहरुले कसैले पनि गरेको देखेको छैन। तर धेरै इन्टरनेशनल स्टुडेन्टहरुले यो अप्सनमा पनि जान्छन्। यो अप्सनको फाइदा भनेको तपाईसँग कुनै एउटा कम्पनीको कन्क्रिट जब अफर हुन पर्दैन। यसको लागि तपाईले आफू नै एउटा कम्पनी भनेर सेटअप गर्ने हो। जस्तो म सुरेन्द्र भयो भने सुरेन्द्र थपलिया भनेर एउटा कम्पनी सेटअप गर्ने। र त्यो कम्पनी सेटअप गरिसकेपछि तपाईले विभिन्न कम्पनीहरुलाई सर्भिस दिने। र त्यो सर्भिस चाहिँ तपाईको डिग्री रिलेभेन्ट हुनुपर्छ प्राय जसो देशहरुमा। र त्यो डिग्री रिलेभेन्ट तपाईको जुन स्किल छ त्यो स्किल युज गरेर तपाईले प्रति घण्टा चार्ज गर्ने हो हरेक कम्पनीलाई। र त्यसरी चार्ज गर्दाखेरि तपाईले इन्भोइस पठाउनुहुन्छ र त्यो इन्भोइसमा उनीहरुले पैसा पे गर्ने हो। र यसको फाइदा भनेको तपाई आफ्नो फ्लेक्सिबिलिटी भयो, आफ्नो बिजनेस जस्तै भयो। त्यसले गर्दाखेरि तपाईलाई म काम गर्न मन लाग्यो गर्छु, गर्न मन लाग्यो गर्दिन भन्न पनि पाउनुहुन्छ। तर यसको बेफाइदा भनेको यसको लागि तपाईसँग नेटवर्किङ एकदमै राम्रो हुनुपर्छ। किनभने तपाई धेरैवटा कम्पनीको लागि काम गर्नुहुन्छ एकैचोटी। र अर्को बेफाइदा भनेको यसमा तपाईलाई कुनै जब सेक्युरिटीहरु केही पनि हुँदैन। कम्पनीले चाह्यो भने तपाईलाई एक हप्तापछि नै ल मसँग काम छैन अब म काम दिन सक्दिन भनेर कामको कन्ट्र्याक्ट टर्मिनेट गर्न पनि सक्छन्। र यस्ता खालका भिजाको लागि पनि तपाईले बिजनेस प्लान प्रिपेयर गरेर मेरो यो स्किल सेट छ, म यो कम्पनीबाट यो काम लिन्छु भनेर सबै कन्ट्र्याक्टहरु कलेक्ट गरेर अनि बल्ल अप्लाई गर्नुपर्छ। र तपाई यहाँ नझुकिनु होला। यो चाहिँ बिजनेस भिसा होइन र यसले चाहिँ तपाईलाई कुनै होटल खोल्ने, रेस्टुरेन्ट खोल्ने अथवा बिजनेस स्टार्ट गर्ने होइन। यो मात्र भनेको तपाईले एज अ फ्रीलान्सर आफ्नो स्किल सेट बेच्ने हो। र वर्क परमिट भित्रकै अर्को एउटा अप्सन भनेको चाहिँ नि डिग्री रिलेभेन्ट बाहेकका जबहरु। जस्तो यो चाहिँ धेरैवटा देशहरुमा छैन। एउटा राम्रो उदाहरण भनेको फिनल्यान्ड हो। फिनल्यान्डमा चाहिँ तपाईले पढाइ सकिसकेपछि डिग्री रिलेभेन्टै जब पाउनुपर्छ भन्ने नियम छैन।
त्यसैले गर्दा तपाईँले पढाइ सकिसकेपछि जस्तोसुकै काम पाए पनि त्यो कामले तोकिएको स्यालेरी तिर्यो भने तपाईँले वर्क पर्मिट अप्लाई गर्न पाउनुहुन्छ र त्यसरी वर्क पर्मिट अप्लाई गरेर तपाईँले आफ्नो स्टे लम्ब्याउन सक्नुहुन्छ। र फिनल्यान्डको बारेमा मैले अझ विस्तृत रूपमा मेरो पहिलाको भिडियोमा भनेको छु र त्यो भिडियो तपाईँ हेर्न चाहनुहुन्छ भने म यहाँ माथि लिङ्क हालिदिन्छु, त्यो लिङ्कमा गएर हेर्न सक्नुहुन्छ। र नम्बर 3 को अप्सन भनेको पिएचडी। अमेरिकामा चाहिँ एउटा के कमन भनाइ छ भने पिएचडी भनेको चाहिँ आफ्नो स्टे लम्ब्याउनको लागि मात्र गर्ने हो अमेरिकामा भन्ने एउटा भनाइ छ। तर युरोपमा भने पिएचडी पाउनु भनेको एउटा सबैको सपना नै हुन्छ जसलाई चाहिँ एकाडेमियामा एकदमै इन्ट्रेस्ट छ। युरोपको धेरै जसो देशहरूमा पिएचडी भनेको चाहिँ एउटा स्किल जबको रूपमा लिइन्छ र तपाईँले पिएचडी गर्दा गर्दै त्यहाँको फुल टाइम स्यालेरी जति हुन्छ त्यो बापतै पैसा पाउनुहुन्छ। त्यसले गर्दाखेरि पनि युरोपको पिएचडी चाहिँ एकदमै एट्र्याक्टिभ छ र धेरैजनाले अप्लाई गर्छन्। र पिएचडीको एउटा प्रमुख रिक्वायरमेन्ट भनेको तपाईँको एकाडेमिक ब्याकग्राउन्ड चाहिँ एकदमै स्ट्रङ हुनुपर्छ। युजुअली चाहिँ थेसिसमा तपाईँको बी ग्रेड हुनुपर्छ र ओभरअल पनि बी अथवा एटलिस्ट सी ग्रेड चाहिँ हुनुपर्छ। त्यसैगरी पिएचडी पाउनको लागि युरोपमा त्यति सजिलो छैन। मैले भनिहालेँ पिएचडी भनेको स्किल जब बराबर हो। त्यसैले अप्लाई गर्ने एप्लिकेन्ट्सहरू पनि एकदमै धेरै हुन्छ। कतिपय अवस्थामा त 100-150 जना हुन्छन् एउटा पिएचडी पोजिसनको लागि र यसका लागि पनि सबैजनाको रिसर्चहरू पब्लिस भएको हुन्छ, धेरै स्ट्रङ ब्याकग्राउन्ड हुन्छ एकाडेमिक। त्यसैले तपाईँको पनि त्यस्तै खालको ब्याकग्राउन्ड हुनुपर्छ। र चौथो पोइन्टमा जानुभन्दा अगाडि यस च्यानलको बारेमा मलाई केही जानकारी दिन मन लाग्यो। यस च्यानलमा चाहिँ मैले विभिन्न देशको स्टुडेन्ट भिजा र वर्क भिजाको बारेमा भिडियोहरू बनाउँदै आइरहेको छु। यदि तपाईँ बाहिर जाने सोचाइमा हुनुहुन्छ र जेन्युन इन्फर्मेसन खोजिरहनु भएको छ भने यस च्यानललाई सब्स्क्राइब गरेर विभिन्न देशको बारेमा इन्फर्मेसन दिन सक्नुहुन्छ। र चौथो अप्सन तपाईँले पढाइ सकिसकेपछि युरोपमा के गर्न मिल्छ भने तपाईँको आफ्नो स्टुडेन्ट स्ट्याटस चेन्ज गर्ने र यसको लागि सबैभन्दा सजिलो उपाय भनेको आफ्नो डिपेन्डेन्ट नेपालबाट लिएर आउने। कतिपय देशहरूमा तपाईँले सँगै डिपेन्डेन्ट लान सक्नुहुन्छ भने कतिपय देशहरूमा चाहिँ तपाईँ त्यो देशमा गइसकेर 2 वर्ष अथवा 1 वर्ष बसिसकेपछि मात्र डिपेन्डेन्ट लिएर आउन पाउनुहुन्छ। जस्तो फिनल्यान्डमा कुरा गर्ने हो भने तपाईँले सँगै डिपेन्डेन्ट लान पाउनुहुन्छ। तर जर्मनीमा चाहिँ तपाईँ केही समय बसिसकेको हुनुपर्छ डिपेन्डेन्ट बोलाउनुभन्दा अगाडि। त्यसैगरी इस्टोनियामा पनि डिपेन्डेन्ट बोलाउनको लागि तपाईँ इस्टोनियामा गएर केही समय बस्नुपर्छ। र यो स्ट्याटस चेन्जको कुरा के हो भन्दाखेरि तपाईँले डिपेन्डेन्ट आफ्नो पहिला लिएर आउनुहुन्छ, तपाईँ आफू स्टुडेन्ट हुनुहुन्छ र डिपेन्डेन्ट भइहाल्यो। र डिपेन्डेन्टले प्राय लगभग सबै देशमा, मलाई थाहा भएसम्मको सबै देशमा फुल टाइम काम गर्न पाउँछन्। र जब तपाईँको पढाइ सकिन्छ त्यसपछि तपाईँले आफ्नो डिपेन्डेन्टलाई चाहिँ कुनै कलेजमा कुनै प्रोग्राममा अप्लाई गर्न लगाउने। त्यसपछि तपाईँको डिपेन्डेन्ट चाहिँ स्टुडेन्ट हुन्छन् र तपाईँ आफू चाहिँ डिपेन्डेन्टमा चेन्ज हुनुहुन्छ। यसले गर्दाखेरि पनि तपाईँको डिपेन्डेन्ट स्टुडेन्ट भइसकेपछि उहाँले पढुन्जेल तपाईँ फेरि बस्न पाउनुहुन्छ युरोपमा। र यो डिपेन्डेन्ट भिजामा लिएर आउनुको अर्को एउटा फाइदा के छ भने तपाईँको डिपेन्डेन्टले चाहिँ यहाँ आएर ल्याङ्ग्वेज पढ्न पाउँछन्। इभन कस्टै तिरेर पढ्न परे पनि तपाईँसँग एउटा भाषा भइसकेपछि तपाईँले ब्याचलरमा पनि जुनसुकै खालको प्रोग्रामहरू अप्लाई गर्न पाउनुहुन्छ। त्यसैगरी मास्टर्समा पनि धेरै खालको प्रोग्रामहरू अप्लाई गर्न पाउनुहुन्छ। र यसरी तपाईँले भाषा सिकेर एउटा डिग्री लिइसकेपछि चाहिँ स्किल जबै पाउने सम्भावना पनि एकदमै धेरै हुन्छ। र यसरी मैले यहाँ भन्दाखेरि तपाईँलाई ओहो कस्तो सजिलो रहेछ भन्ने जस्तो लाग्ला, तर यसका पनि विभिन्न क्राइटेरियाहरू छन् र विभिन्न स्ट्रगलहरू बिचमा त छँदैछ। तर यो पनि एउटा एकदम कमन अप्सन हो तपाईँले यदि युरोपमा आएर आफ्नो स्टे एक्सटेन्ड गर्न चाहनुहुन्छ भने। र 5औं अप्सन भनेको मास्टर्स गर्ने अथवा सेकेन्ड मास्टर्स गर्ने भनौँ। यदि तपाईँ ब्याचलर पढ्न आउनु भएको छ भने ब्याचलर कम्प्लिट गरिसकेपछि मास्टर्स अप्लाई गर्न पाउनुहुन्छ, त्यसमा कुनै समस्या छैन। त्यसरी तपाईँले मास्टर्स अप्लाई गरेर पाउनु भएपछि अर्को 2-3 वर्ष तपाईँ फेरि बस्न पाउनुहुन्छ। र अर्को अप्सन भनेको तपाईँ मास्टर्स पढ्न आउनु भएको छ भने मास्टर्स पढिसकेपछि अर्को मास्टर्स अप्लाई गर्ने। र यो चाहिँ तपाईँको देश अनुसार फरक रुल छ युरोपमा। कतिपय देशहरूले चाहिँ सेकेन्ड मास्टर्समा पनि इजिली भिसा दिन्छन् भने कतिपय देशहरूमा चाहिँ सेकेन्ड मास्टर्समा भिसा पाउनको लागि एकदमै गाह्रो छ। जस्तो नर्वेमा रिसेन्टली सेकेन्ड मास्टर्स पाउनको लागि भिसा एकदमै रिजेक्ट भइरहेको छ। त्यसैगरी इस्टोनियामा पनि सेकेन्ड मास्टर्सको लागि चाहिँ एकदमै डिस्करेज गरेको छ। र यो सेकेन्ड मास्टर्स अप्लाई गर्ने अप्सन भनेको चाहिँ प्राय सबैले चाहिँ मैले जुन अगाडि भनेका पोइन्टहरू छ ती पोइन्टहरू कुनै पनि मिलेनन् भने बल्ल यो लास्ट अल्टरनेटिभ भनेर यसमा जान्छन्। र तपाईँलाई जेन्युन इन्ट्रेस्ट भएर तपाईँले सेकेन्ड मास्टर्स गर्न लाउनु भएको छ भने सेकेन्ड मास्टर्सको एडमिसन आइसकेपछि त्यो युनिभर्सिटीको प्रोफेसरलाई चाहिँ मेरो पहिला यो मास्टर्स थियो, यो कारणले गर्दाखेरि मलाई यो मास्टर्स गर्न मन लागेको छ भनेर तपाईँले प्रोफेसरलाई भन्नुभयो भने कतिपय अवस्थामा चाहिँ प्रोफेसरहरूले पनि तपाईँलाई एउटा लेटर लेखिदिन्छ कि यो स्टुडेन्टले पहिलो मास्टर्स यो गरेको थियो, त्यो मास्टर्समा चाहिँ यो कुरा पुगेको थिएन र यो सेकेन्ड मास्टर्सले चाहिँ ती कुराहरू कम्प्लिट गर्छ भनेर एउटा राम्रो लेटर लेखिदियो भने त्यो अवस्थामा पनि तपाईँले सेकेन्ड मास्टर्सको लागि पनि भिसा लिन सक्नुहुन्छ। र 6औं अप्सन भनेको पोर्चुगल जाने। यो चाहिँ म सकेसम्म धेरैलाई यो अप्सन चाहिँ नलिनु हुन अनुरोध गर्दछु, किनभने तपाईँले करिब मास्टर सकिन्जेलसम्म लगभग 18 वर्ष पढिसक्नुहुन्छ लाइफमा। र 18 वर्ष पढिसकेपछि सबै कुरा छोडेर पोर्चुगलमा गएर फरक लाइफ सुरु गर्नु त्यति राम्रो डिसिजन हो जस्तो लाग्दैन मलाई पर्सनल्ली चाहिँ। र युरोपमा अहिले एकदमै कमन ट्रेन्ड भनेको नेपालबाट स्टुडेन्ट भिजामा आउने र इभन मास्टर्सै नसकिकन जुन कुरा पढ्न आएको त्यो कुरा पढाइ नै नसकाइकन यो पोर्चुगल छिर्ने। र पोर्चुगल छिर्ने यो धेरै कमन हुनुको कारण चाहिँ तपाईँ पोर्चुगलमा छिरिसकेपछि त्यहाँ तपाईँ इलिगल हुनुहुन्न। त्यहाँ गइसकेर तपाईँले अलिअलि काम गर्न थालेर ट्याक्स तिर्न थालिसकेपछि तपाईँ लिगल हुनुहुन्छ र बसेको 5-7 वर्षमा पासपोर्ट पनि बनाउन सक्नुहुन्छ।
हुन्छ। त्यसले गर्दाखेरि पनि धेरैजना बरु पढाइ नै छोडिदिन्छु होस् म भनेर युरोपको पासपोर्ट लिनको लागि मात्र भने पनि पोर्चुगल जाने एकदमै कमन ट्रेन्ड छ। र सुन्नमा के आएको छ भने पहिला जे जति सजिलो छ पोर्चुगल गएर कार्ड बनाउनको लागि अहिले त्यति सजिलो छैन भन्ने सुन्नमा आएको छ। र यो बारेमा मसँग पनि अहिले विस्तृत जानकारी छैन, त्यो बारेमा म पछि फेरि कुनै एउटा भिडियो बनाउँला। र यसरी युरोपमा आएर युरोपबाट पोर्चुगल जाने भनेको धेरै जसोले काम गर्ने भनेको रेस्टुरेन्ट अथवा क्लिनिङमा नै हो। अब यो अप्सन चाहिँ राम्रो नराम्रो भन्ने कुरा चाहिँ तपाईँको आफ्नो पर्सनल चोइसमा पनि एकदमै भर पर्छ। र मेरो पर्सनल चोइसमा भन्नु पर्दाखेरि चाहिँ म यो अप्सन चाहिँ कसैलाई पनि रिकमेन्ड गर्दिनँ। र यसरी युरोप आइसकेपछि तपाईँले आफ्नो पढाइ सकिसकेपछि एउटा कुनै कन्क्रिट डिसिजन नलिकन यत्तिकै अड्केर लुकेर बस्ने भन्ने सम्भावना छैन। त्यसैले युरोप छिर्छु अनि त्यतै लुकेर कार्ड बनाउँछु भन्ने सोचले आउँदै हुनुहुन्छ भने एकदमै विचार गरेर मात्र आउनु होला। आशा छ आजको भिडियो तपाईँलाई जानकारीमूलक लाग्यो। यदि जानकारीमूलक लागेको छ भने कृपया यस च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अर्को हप्ता म नयाँ विषयमा भिडियो लिएर आउनेछु। त्यतिन्जेल स्वस्थ रहनु होला। यतिन्जेल साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। नमस्ते।